ल साथीहरु नमस्कार छ सबैजनालाई। आज चाहिँ अचम्मै भयो। एउटा लोकेसनमा जानुपर्ने थियो है। अगाडि एकजना म्याम हुनुहुन्थ्यो। मैले लोकेसन यो कसरी गइन्छ होला भनेको, उहाँ पनि त्यही जाने क्रममै हुनुहुन्न रहेछ। फलो मी भन्नुभयो। म चाहिँ अब टिकटक चलाउने मान्छे अनि फेसबुकमा अब फलो ब्याक दिने, फलो गर्ने बानी परेको। ओके मैम, यु आर भेरी ब्युटिफुल, आई लाइक यु, गिभ मी ब्याक भनेको धन्न मारे। तर उसले चाहिँ अब मेरो पछि पछि आइज भन्या रहेछ। म चाहिँ के नै जान्ने भएर ओके मैम गिभ मी ब्याक भनेको धन्न मारे। गाह्रो छ साथी, त्यही भएर आफ्नै भाषा युज गरौँ। इङ्ग्लिस घाममा सुकाइदिउँ भन्न चाहन्छु, तर फेरि इङ्ग्लिस नबोलिके पनि हुँदैन, हिन्दी नबोली पनि हुँदैन, अरबी नबोलिकन नि हुँदैन। धेरै गाह्रो छ। त्यही भएर नेपाली शुद्ध भाषा पनि अन्तर्राष्ट्रिय भाषा बनाऊ भन्ने मूल मन्त्रका साथ सम्पूर्णमा जानकारी गराउन चाहन्छु। तर अब हाम्रो भाषा चल्दैन साथीहरु। त्यही भएर अब कि इङ्ग्लिसै बोल्न पर्यो, कि हिन्दी बोल्न पर्यो, कि ताल ताल मिया मिया भन्न पर्यो, जेन जेन हमदुलिल्लाह भन्न पर्यो। गाह्रो त्यसमा छ साथीहरु। त्यही भएर कहाँदेखि हेर्दै हुनुहुन्छ, कहाँ कस्तो अवस्थामा हुनुहुन्छ, जस्तो तस्तो अवस्थामा हुनुहुन्छ, देश विदेशमा अन्तरा कन्तरादेखि मेरो भिडियो हेरिराख्नुभएका सम्पूर्ण दर्शक श्रोताबिन, मेरा प्यारा प्यारा भगवान रूपी साथीभाइहरूलाई फेरि पनि नमस्कार, धन्यवाद दिन चाहन्छु। यस्तै छ परदेशको ठाउँमा, कहिलेकाहीँ थोरै बोल्न नजान्दाखेरि पनि गाली पाइन्छ। गाली भन्नाले अब त्यस्तै रिसाए जस्तो गर्नुभयो म्याम, तर मैले चाहिँ त्यस्तो नराम्रो उहाँलाई चाहिँ भन्न खोजे होइन। त्यही हो, कहिलेकाहीँ जिउरो लाख्रेको भइहाल्छ है। अब हामी भनेको त भर्खर भर्खर अब यसो भ्लग गर्ने मान्छे, भिडियो गराउने मान्छे। अब हामीलाई त कसले चिनेका छन् र होइन। जिउरो लत्कताए पनि, चिप्लाए पनि, जे गरे पनि हेर्नेवाला कोही छैनन्। अब भिडियो हाले पनि उही 10-15 भ्युजदेखि आउँदैन। त्यो गर्दाखेरि जस्तो बोले पनि हुन्छ, बालै फरर। त्यही हो, विदेशको ठाउँमा इन्जोय गरौँ। अब एक्लै हुँदाखेरि यसो साथीभाइहरूसँग यसो कुराहरू सेयर गरौँ भन्ने मात्र हो। त्यस्तै छ। रफादेखि जला जाँदैछु साथीहरू। अब तपाईहरु त खानासाना खाएर रेस्ट टाइममा हुनुहुन्छ होला, कोही सुत्दै हुनुहुन्छ होला, नाइट ड्युटी हुने मान्छे, परदेशमा हुने मान्छे है, स्वदेशमा हुने मान्छेहरू पनि कामतिर हुनुहुन्छ होला। या त खाना पकाउने, नास्ता खाने टाइम हुँदैछ, के हुँदैछ, जे जस्तो भए पनि, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, हाँसी खुसी रहनु होला भन्न चाहन्छु। र यदि मेरो भिडियोलाई मन परेमा धेरै त अब के मागौँ र, एक लाइक हानिदिनु होला, मन परे सेयर गरिदिनु होला। यदि च्यानलमा जोडिन चाहनुहुन्छ भने पक्कै पनि ट्याङ्ग घन्टी बजाएर जोडिन सक्नुहुनेछ भन्दै, बाँकी भिडियोहरूमा पक्कै पनि तपाईहरुमाझ भेटघाट भइरहनेछ, हेर्दै गर्नु होला भन्दै अहिलेको यो भिडियोबाट म पनि बिदा हुन चाहन्छु। आज पनि यता मामा हुनुहुन्न रहेछ, मामा दर्शन, भाग्यमानी हुनु। के गर्नु, गाह्रो छ साथीहरु, गाह्रो छ। त्यही भएर अलिअलि जाडो पलाएको छ है बहराइनतिर। न्यानो न्यानो कपडाहरू लगाउनु होला, बाहिरतिर घुमफिर गर्दाखेरि आफ्नो ख्याल गर्नु होला भन्दै बिदा हुन चाहन्छु। हस्त, नमस्ते।